उहाँ विदेश गएको नि 5 वर्ष भएछ। दिन गन्दा गन्दै वर्ष बितेको पत्तै भएन। अब त हाम्रो खुसीको दिन आउला नि। छोरा पनि कति चाँडै ठुलो भयो। बाबाको अनुहार मोबाइलमै हेरेर हुर्कियो। कति साहुको ऋण तिरियो, कति पसिनाले यो घर टल्काइयो। जिन्दगी यत्तिकै बित्तछ कि क्या हो, दिक्कै लागिसक्यो। मेरो जवानी त यो पर्खाइमै बित्यो, तर परिवारको खुसी देख्दा सबै थकाइ मेटिन्छ। म हार मान्दिन। अब दिन गर्न छोडिदेऊ, म आउँदैछु। के साँच्चै हो र? यो सपना हो कि साँच्चै हो? मेरो संसार त आज आइपुग्यो। बल्ल जीवनमा खुसी आउने भयो। अब कहिल्यै नजानु होला। हामी आधा पेट खाउँला, तर सँगै बसौँला। सँगै भए पो खुसी भइन्छ, पैसा जेसुकै होस्। पर्खाइको फल सधैँ मिठो हुन्छ, तर सँगै हुनुको सुख अर्कै छ। यो भिडियो हेरिदिएकोमा सबैलाई धन्यवाद।